नमस्ते सबैजनालाई दर्शकहरूले। आज चाहिँ हामी मकै र फ्रेस मकै, हाम्रो मकैको दाना अहिले फिलहाल सिजन पनि हो असारको महिनामा। फ्रेस मकै र निङ्ग्रो पनि अहिले सिजन हो। निङ्ग्रो अहिले हेल्थको लागि राम्रो हो। र आज चाहिँ म तपाईँहरूलाई यो निङ्ग्रो र मकैको मोमो कसरी बनाउने भनेर चाहिँ आज म तपाईँहरूलाई सिकाउँदैछु र बनाउँदैछु है त। नमस्कार दर्शकहरूले। त सबसे पहिला त अब हामीले मेरो सबै यहाँ छ। पहिला अलिकति तेल लिने हो। अलिकति तेल लिनु पऱ्यो। तेल लिएर तेल यहाँ हाम्रो एउटा ननस्टिक प्यान लिनु होला। यसरी एउटा ननस्टिक प्यानमा तेल हाल्नु, यसरी तेल हाल्नुपर्छ। यसरी तेल हालेपछि यहाँ सबै मेरो इन्ग्रिडियन्ट चाहिँ यसमा चाहिँ पहिला चाहिँ तपाईँले यो अदुवा, लसुन, खोर्सानीहरू हुन्छ, यसलाई चाहिँ यहाँ पहिला कराईमा भुट्ने। यसरी हालेर स्लो फ्लेममा भुट्नु पऱ्यो। स्लो फ्लेममा यसरी हल्का यसरी भुट्नु पऱ्यो। यसरी भुटेपछि जबसम्म अलिक रातो हुँदैन, खुस्बु आउँदैन, तपाईँ यसरी भुटिराख्नु हो। अनि टक्क तपाईँको यो अलिअलि फ्लेभर आएपछि प्याज चाहिँ अलिकति यो यिनीहरूको मोमोको टेस्ट र यिनीहरूको अलिकति फ्लेभर टेस्ट अलिकति गुलियो, अलि हल्का गुलियो पनि दिन्छ र प्लस यसले चाहिँ फ्लेभर दिन्छ। त्यसको लागि हल्का अलिक रातो हुने गरी भुट्ने हो हामीले। जब तक तपाईँको रातो हुने तपाईँ यसको भुट्नु होला। मोमो बास्ना आउनु पऱ्यो। अब हरियो खोर्सानी तपाईँलाई चाहिएन भने नहाले पनि हुन्छ। मैले चाहिँ अलिकति हल्का हरियो खोर्सानीको फ्लेभर हालेको छु मैले। अगर पिरो चाहिएन भने तपाईँले नहाले पनि हुन्छ। र यो अदुवा लसुनहरू भुट्नै पर्छ भन्ने जरुरी मात्रै लगाएको हो। तपाईँले चाहिएन भने नहाले पनि हुन्छ। र यसरी कलर हुने गरी अलिकति भुट्नु पऱ्यो। कलर आउँदैन भुट्ने अनि हल्का। अब म हल्का तपाईँको बास्ना फ्लेभर आउनु थाल्यो। अलिकति अझै तेल कम्ती अलिकति एड गर्नु होला। तेल एड गर्ने, अलिकति भेजिटेबल तेल लिने, भेजिटेबल ओइल न तपाईँले घिउ पनि हाल्नु सक्नुहुन्छ। घिउ म लास्टमा देखाउँछु। बटर पनि हाल्नु सकिन्छ। र यतिको फ्लेभर भइसकेपछि मकै हाल्नु होला। मकै हालेर एकछिन भुट्नु होला। यसो गरेपछि तपाईँले बोइल गर्दा भित्र बोइल गर्दा के हुन्छ भने तपाईँको बोइल गरेमा चाहिँ यसको जो प्रोटिन हुन्छ, यसको त्यो मकैको आफैमा एउटा दुध हुन्छ, भिटामिन हुन्छ, प्रोटिन त्यो जान्छ। त्यही कारणले सबै मिलाएर हामीले पकाउने हो। पकाउनु पऱ्यो है। अनि हल्का तपाईँले पानी एड गर्नु होला। अलिकति एकछिन पकाउनुको लागि, यो मकै एकछिन पाक्नुको लागि धेरै पकाउनु परेन। तपाईँको यो 50% पाक्यो भने हुन्छ। र अब एकछिन यसलाई छोपिराख्नु होला। एकछिन एक दुई यति मैले अलिक छोपेर पकाएँ। अब त्यहाँ पछाडि यो मकै लगभग 30-40% पाकिसक्यो। अब यसमा चाहिँ हामीले निङ्ग्रो एड गर्ने हो। निङ्ग्रो यसरी एड गर्नु पऱ्यो है। निङ्ग्रो गरेर एकछिन फेरि तपाईँले एकछिन हल्लाउने। र निङ्ग्रो एड गरेपछि एकछिन हल्लाउनु होला। हल्लाएपछि हल्का बेसार, थोरै बेसार कलरको लागि अलिक सादा हुन्छ है। त्यसले गर्दाखेरि हामीले अलिकति बेसार एड गरौँ। हाम्रो यो बेसार हालेर निङ्ग्रो हालेर चाहिँ हाम्रो यति भयो। अब यहाँबाट चाहिँ अब म चाहिँ मसला हाल्छु। अब अलिकति मैले सुगर लिएको छु। सुगरले चाहिँ जहिले जुनै खानामा पनि अलिकति टेस्ट अलिकति इम्प्रुभ गर्छ टेस्टमा। सुगर अलिकति हालेको छु मैले है। अनि तपाईँको कति नुन चलाउनु त्यसको अनुसारले नुन हाल्नु होला। नुन हाल्नु पऱ्यो तपाईँको टेस्ट कति त्यो हिसाबले। र अलिकति यो म्यागी सस, यो चाहिँ म्यागी सस हो, यो चाइनिज सस है। यो तपाईँलाई चाहियो भने हाल्नु। मलाई चाहिँ एकदम मनपर्छ फ्लेभर यसको, त्यही कारण मैले हालिदिएको। एड गर्नु होला अलिकति म्यागी सस है। म्यागी सोया सस भन्छ अहिले मार्केटमा पाउनुहुन्छ। र अलिकति कलर, अझ कलर मलाई चाहियो अलिकति। अलिकति मलाई चाहिँ अलिकति लगभग चाइनिज स्टाइलकै मनपर्छ मलाई। त्यसले गर्दाखेरि अलिकति डार्क सोया सस एड गरेँ। तपाईँले मार्केटमा पाउनुहुन्छ डार्क सोया सस, मार्केटमा जहाँ पनि एभाइलेबल छ है। डार्क सोया सस हालेको छु है। डार्क सोया लिनु होला। लाइट दुई टाइपको हुन्छ सोया सस। तपाईँले चाहिँ अलिक कालो पनि लिनु होला। र अलिकति यसरी एकछिन जस्तो अझै पकाउनु होला। पकाइसकेपछि
तपाईँले फेरि मैले भनेको अलिकति बटर एड गर्नु बटर भनेको घिउ हो घिउ अलिकति एड गर्नु होला है अमुल बटर या तपाईँको मार्केटमा चाहिँ एभाइलेबल छ मार्केट तर राम्रो चाहिँ एकदम टेस्टी अमुलको हुन्छ यो चाहिँ मैले रिबेक्टाको लिएको चाहिँ सफल बटर युज गरेको छु यसमा चाहिँ मैले यो तपाईँको टेस्ट स्ट्रक्चर बाई टेस्ट बाई एकदम राम्रो बनाउँछ अब भयो है अब मोमो मसला रेडी हुन आँटिसक्यो हाम्रो यतिको भयो मसला है अब पानी पनि लगभग सुकिसक्यो अब यसमा चाहिँ अलिकति तपाईँले कम्फ्लोर लिनु होला कम्फ्लोर भनेको मकैको पिठो कर्नस्टार्च पनि भनिन्छ कम्फ्लोर अलिकति हाल्नु यो चाहिँ किन युज गरेको भने यो मोमो जहिले पनि हामीले बाहिर खान्छ मोमो अलिक खुसी हुँदैन जहिले पनि फुरफुर परेको हुन्छ यसले चाहिँ तपाईँको पाक्दाखेरि लपक्क पकिँदैन सफ्टनेस ल्याउँछ र अलिकति रेसिपी टाइपको हुन्छ है त्यसले गर्दा मैले कम्फ्लोर युज गरेको छु यसले गर्दा कर्नस्टार्च तपाईँको मार्केटमा आरामले एभाइलेबल हुन्छ कम्फ्लोर भन्नुहुन्छ यो अलिकति हाल्नु अनि एकछिन यसलाई एकछिन पकाउनु पऱ्यो यसरी पकाउने है अब लगभग हाम्रो मोमो मसला चाहिँ ल हाम्रो पाकिसकेपछि यो कपडा राखेको चाहिँ यस्तो हुन्छ अब यो पाकिसकेपछि एउटा भाँडोमा एकछिन सेलाउन हामी राख्छौँ स्टप चोके हामीले मोमोको मसला चाहिँ बनाइसक्यौँ अब मोमोसँग खाने अचार चाहिँ फेरि अब अचार बनाउनु चाहिँ अचारको लागि चाहिँ त्यो अघि चाहिँ तेल अलिकति लिनु होला एउटा ननस्टिक पेन लिनु होला प्यान या कराई जे पनि तपाईँ जो छ त्यो लिनु होला फेरि अलिक तेल हालेपछि तपाईँले सबसे पहिला त यो भुट्नु होला सेस्मी मैले सेस्मी तिल र बदाम लिएको छु यसले चाहिँ के भन्दाखेरि अहिले बास्ना राम्रो मिठो बास्ना दिन्छ तिलले र बदामले चाहिँ एकदम मिठो उयो दिन्छ है टेस्ट दिन्छ त्यसले गर्दाखेरि मैले यो लगाएको छु एकछिन भुट्नु होला एकछिन भुट्नुपर्छ अनि त्यहाँबाट अब मैले भुटेँ अहिले सबै अब फेरि यो प्याज त्यो अलिकति अदुवा लसुन पनि एड गरेको छु अलिक राम्रो टेस्ट आओस् भनेर अलि एकछिन भुट्ने नर्मल बास्ना आउने गरी यो सबै भुटिसक्यो है त्यहाँ मैले यो टमाटर काटेको छु टमाटर हालिदिनु होला त्यहाँ धनियाँ टमाटर हालिदिनु होला अब एकछिन यसलाई भुट्नु होला भुट्नेपछि तपाईँले सल्ट अलिकति स्वाद अनुसार हाल्नु नुन र यो हाम्रो मोमो अचार चाहिँ रेडी छ है यस्तो छ अघि मैले भुटेको देखाएको थिएँ यो चाहिँ मोमो अचार यस्तो भयो है ल यो चाहिँ अब मोमो अचार भयो है अब चाहिँ मोमो बनाउन तयार बनाउँदैछु यो हाम्रो जति नेपाली मोमोहरू चाहिँ के अलिकति के प्रब्लम छ भने त्यसमा चाहिँ अलिकति मोमोको त्यो पिठो त्यो आँटा हुन्छ त्यो छाला मोमोको छाला चाहिँ एकदम मोटो हुन्छ यो भने चाहिँ एकदम पातलो बनाउने हो तपाईँको त्यहाँबाट के हो अब मोमो बनाउँदैछु यो मोमो बनाउँदैछु अब तपाईँहरू 5 मिनटमा अब हाम्रो मोमो रेडी हुन्छ है मोमो र अचार है कस्तो हुन्छ अब चाखिहरू हुन्छ है ल आज चाहिँ हाम्रो मोमो मकै र निम्बुको मोमो चाहिँ बनाएर रेडी भयो यस्तो भयो है अहिले अब टेस्ट गरी हेरौँ है कस्तो हुँदो रहेछ है टेस्ट गरी हेरौँ अब है अब हेरौँ टेस्ट गर्दैछु है दामी हो दामी छ अनि अब तपाईँले पनि बनाएर खानु होला त्यो ट्राई गर्नु होला र नेक्स्ट भिडियो जाडे लिएर आउँदैछु र तपाईँलाई कस्तो लाग्यो यो म बनाएको सब्सक्राइब र लाइक गरिदिनु होला धेरै धेरै धन्यवाद है नमस्कार।